माइग्रेन, एन्जाइटी, स्ट्रेस, डिप्रेसन, अनिन्द्रा जस्ता मानसिक स्वास्थ्यलाई फाइदा गर्ने विशेष व्यायाम सहितको आजको यो भिडियो यहाँहरू समक्ष म यहाँकै योग प्रशिक्षिका सुधा पोखरेल, सुधा योग साधना युट्युब च्यानलमा यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत तथा हार्दिक नमन गर्दछु। हजुर, अहिले विश्वव्यापी रूपमा ज्वरो गाडेर मौलाउँदै गएको समस्या भनेको मानसिक समस्या अथवा मेन्टल हेल्थ। यो समस्याबाट व्यक्तिहरूमा विभिन्न किसिमका लक्षणहरू हुने गर्दछन्। मनमा नराम्रा किसिमका विचारहरू आउने, हाई थिङ्किङ, ओभर थिङ्किङ, नेगेटिभ थिङ्किङ थटहरू आउने, मन आत्तिने, अत्तालिने, मन भत्पति पोल्ने र शरीरमा केही समस्या नभइकन पनि शरीरमा केही समस्या भए झै गरी शरीर पोलेको जस्तो महसुस हुने, एक्लै बस्न मन पराउने, भिडभाड होहल्लाबाट टाढा रहन चाहने, रातभरि निद्रा नलाग्ने, मनमा कुराहरू खेल्ने, छटपटिने, रात छर्लङ्ग बित्ने, केही काम गर्न मन नलाग्ने, खान मन नलाग्ने, पढ्न आदि कुनै पनि क्रियाकलापहरू गर्न मन नलाग्ने, यस्ता समस्या अहिलेको समयमा टिनएजरदेखि लिएर 80-90 वर्षको वृद्धहरूमा पनि यो समस्या भइरहेको पाइएको छ। त्यसैले यस्तो समस्याको लागि समाधान गर्नु एकदमै जरुरी छ र यो समस्याको समाधान गर्नको लागि प्राकृतिक उपचार जस्तो अरू कुनै पनि विधि छैन। त्यसैले प्राकृतिक उपचारद्वारा हामीले यो समस्यालाई समाधान र नियन्त्रणमा राख्न सक्दछौँ। त्यसको लागि अत्यन्त राम्रो विधि भनेको योग ध्यान हो र आजको यस भिडियोमा मैले यही समस्यालाई फाइदा गर्ने विशेष व्यायामहरू सहित यो भिडियो लिएर आएको छु। तसर्थ भिडियोलाई पुरा हेर्नु होला र सुधा योग साधनालाई सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब पनि गरेर रहनु होला, ताकि आगामी दिनहरूमा यस्तै नयाँ र राम्रा र उपयोगी भिडियोहरू हेर्नको लागि सबैजनाले फलो गरिरहनु होला। अब लाग्छौँ हामी अभ्यासतर्फ। सबैभन्दा पहिला हामीहरू सूक्ष्म अभ्यासहरू गर्छौँ। त्यो अभ्यास गर्नु पूर्व हामी केही प्रार्थना गर्छौँ। त्यसको लागि एउटा स्टेबल पोजमा बस्ने, सजिलोसँग आफूलाई बस्न सहज आसनमा बस्ने, गर्दन मेरुदण्डलाई सिधा राखेर दुवै हातलाई घुँडामाथि ज्ञान मुद्रा बनाएर राख्ने, आँखालाई कोमल बन्द गर्ने, लामो लामो श्वास प्रश्वास, शरीरलाई शिथिल, मनलाई सहज आनन्दित बनाउने, साँची भावले आफैलाई हेर्ने र अब 3 पटक लामो श्वास तानेर हामीहरू ओमको उच्चारण गर्छौँ सबैजनाले। यसै गरी विधिद्वारा नै, प्रार्थनाद्वारा नै सुरु गर्नु पर्दछ। आउनुहोस्, हामी 3 पटक नासिकाबाट गहिरो श्वास तानेर ओम गर्छौँ। नमस्कार गरेर हातलाई जोडेर छातीको अगाडि राखेर हामीहरूको शिरमा हाम्रा परम श्रद्धेय गुरुहरू र हृदयको पूजा कोठामा हामीले मानिआएका समस्त देवी देवतालाई धारण गर्दै उहाँहरूको सूक्ष्म आशीर्वाद लिएर अभ्यासलाई सुरु गर्नु पर्दछ र सबै गुरु परमात्मासँग आशीर्वाद लिएर शुभभाव शुभ सङ्कल्प गर्दै नमन गरिदिने र दुवै हातलाई माथि उठाएर हत्केलीलाई घस्रण गर्नु पर्दछ। हत्केलीलाई तातो पारेर घस्रण गरेर आँखामा लगाउने, एकैछिन राख्ने, हत्केलामा दृष्टि हेर्दै बाहिर हेर्ने, धरती माताको चरणमा रहेर अभ्यासहरू गर्ने हुँदा धरती मातालाई नमन गरिदिने। आउनुहोस्, अब हामीहरू सूक्ष्म अभ्यासबाट सुरु गर्छौँ। सबैभन्दा सुरुमा हामीले मेन्टलमा हाम्रो पिट्युटरी पिनियल ग्ल्यान्डलाई सक्रिय गर्नको लागि, मस्तिष्कलाई सधैँभरि सक्रिय
स्वस्थ राख्नको निमित्त हामीले शिरको भागलाई यसरी चलाइदिने, ट्यापिङ गर्ने। यो शिरको चारैतिरको भागमा बर्डर लाइनमा यसरी ट्याप गर्ने, जहाँ हाम्रो निष्क्रिय रूपमा रहेका तन्तुहरू, कोषहरूलाई चाहिँ सक्रिय गर्नलाई मद्दत गर्दछ। मजाले यसरी ट्यापिङ गर्ने। अम्लाको टुप्पाको भागले हलुका ठुङ्गे जस्तै गरी शिरको भागमा यसरी टप टप गर्ने, एकदमै ट्याप ट्याप गर्ने मजाले, जसको कारणले हाम्रो ब्रेनलाई शिरको भागमा हलुकापन महसुस हुन्छ, आनन्दको महसुस हुन्छ। त्यसपछि यो कपालको जरा जरालाई चलाइदिने मजाले, आरामपूर्वक, आनन्द भावले। त्यसपछि अनुहारमा ट्याप गरिदिने हलुकासँग, हल्का मसाज गरिदिने अनुहारलाई। यो हत्केलाको भागले, दाहिने हातको हत्केलाले निधारको यो बीचको जहाँ दुई आँखी भाउको बीचको भाग छ थर्ड आई चक्रमा दबाएर एकैछिन राख्ने। नासिकाबाट गहिरो श्वास तानेर दबाएर राख्ने, श्वासलाई छोडिदिने, श्वासलाई तान्ने, फेरि दबाएर राख्ने, 5 सेकेन्ड जति रोक्ने, श्वास छोडिदिने। त्यसपछि यसलाई क्लकवाइज यसरी गोलो गोलो गरेर 5 देखि 10 पटक क्लकवाइज र अनि एन्टी क्लकवाइज गर्ने। अब हामी गर्छौं एन्टी प्रेसर। एन्टी प्रेसरले पनि हाम्रो ब्रेनको यो नर्भहरूलाई एक्टिभ गर्न, सक्रिय गर्नलाई धेरै सहयोग गर्छ। हातलाई कैँची बनाउने, निधारको पछाडि भागमा राख्ने, श्वास लिने अनि शिरले हत्केली र हत्केलीले शिरमा एक आपसमा दबाव दिने, धकेला धकेल गर्ने, श्वास रोकेर कुम्भक गरेर यसरी दबाव दिँदा शिरमा एक किसिमको कम्पन उत्पन्न हुन्छ। त्यो कम्पनलाई महसुस गर्ने। यही तरिकाले 5 पटक पछाडिबाट, त्यसै गरी 5 पटक अगाडिबाट श्वास लिने, हातलाई निधारमा राखेर हात र निधार एक आपसमा धकेला धकेल गर्ने, श्वास छोडिदिने। त्यसै गरी कञ्चटबाट दायाँ कञ्चटमा हातलाई सिधा राख्ने, श्वास लिने, हात र कञ्चट दबाव दिने मजाले, श्वासलाई कुम्भक गर्ने एकछिन, श्वास छोडिदिने। त्यसै गरी बायाँ साइडमा पनि श्वास छोड्ने। यो तरिकाले शिरको चारै भागबाट 5 देखि 10 पटकको दरले गर्ने। अब हामी गर्न जाँदैछौँ त्राटक। त्राटकले आँखाको साथै मस्तिष्कको रोगलाई पनि राम्रो गर्ने हुँदा हातलाई यसरी कैँची बनाएर सिधा अगाडि राख्ने, एक नासले अम्लाको टुप्पामा हेरिराख्ने एकैछिन। जब आँखा थाक्छ आँखालाई कोमल बन्द गर्ने र ध्यानलाई निधारको बीचको भागमा टिकाउने, भित्र हेर्ने। फेरि आँखा खोल्ने, एक नासले अम्लाको टुप्पामा हेरिराख्ने, एक टक्कसँग हेरिराख्ने। जब आँखा पिरो पिरो हुन थाल्छ अनि आँखा बन्द गर्ने। यसरी आँखालाई थकाएर गर्नाले निन्द्रा नलाग्ने समस्यामा धेरै लाभ गर्दछ। यो तरिकाले पनि हामीले अभ्यास गर्न सक्छौं। अब अर्को अभ्यासमा हामीहरू यसरी घुँडालाई मारेर बस्छौं वज्र आसनमा र थोरै घुँडालाई खोलिदिन्छौं। घुँडालाई थोरै खोल्ने, हातलाई श्वास लिँदै माथि उठाउने अनि श्वासलाई छोड्दै बिस्तार शिर, हात तल टेक्ने र शिर जमिनमा टेकाउने। फेरि श्वासलाई लिँदै हातलाई माथि, श्वास छोड्दै यसरी शिरलाई जमिनमा टेकाएर रहने।
श्वासलाई लिँदै हातलाई माथि छोड्दै यो तरिकाले एकदमै आनन्द भावले शिर धरतीमा, धरती आमालाई निधार टेकाएर राख्ने आनन्दको भावले पनि हामीले धेरै फाइदा लिन सक्छौँ। भावद्वारा सकारात्मक भाव लिने आनन्दको अनुभूति गर्दै गर्दै शशका आसनलाई दिनमा 10 देखि 21 पटकसम्म गर्ने। यसैमा हामी अर्को विधि गर्छौँ। अर्को विधि गर्नको लागि दुवै हातलाई यसरी एक हात घुँडाको अगाडिबाट एक हात नाप्ने अनि फेरि एक भित्ता नाप्ने, यसरी राख्ने। त्यसपछि पछाडिको गोडालाई उचालिदिने, पैतालालाई पुरै टेक्ने अनि श्वासलाई छोड्दै नाभिमा हेर्ने। एकैछिन रोक्ने, 5 देखि 10 सेकेन्ड रोक्ने, फेरि तल बस्ने। यही तरिकाले हामीले गर्न सक्छौँ। यसलाई पनि 5 पटकसम्म रेपिटेसन हामीले गर्न सक्छौँ। यो विधि भयो। अर्कोमा हामी फेरि यसैबाट यहाँबाट एक हात नाप्छौँ अनि फेरि एक भित्ता नाप्छौँ र यहाँ कैँची बनाउँछौँ। कैँची बनाएर यहाँ यसरी शिरलाई चाहिँ हातमा अड्काउने, राख्ने अनि बिस्तार श्वासलाई धेरै माथि उठाउने, श्वासलाई छोडिदिने। फेरि श्वास लिने अनि श्वास प्रश्वास सामान्य गर्दै सामान्य स्थितिमा बस्ने। अब अरू विधिहरू त धेरै छन् गर्नको लागि, तर हामी गर्छौँ बसेर गर्ने विधिहरू। एउटा सजिलो आसनमा बस्ने, सजिलो आसनमा बस्ने र अब हामीहरू यहाँबाट नमस्कार प्राणायाम गर्छौँ। नमस्कार प्राणायाम गर्नको लागि दुवै हातलाई हत्केलालाई मुनिपट्टि फर्काएर ठिक छातीको अगाडि यसरी राख्छौँ अनि नासिकाबाट श्वासलाई लिँदै छोड्दै कुइनालाई सिधा गरेर श्वास लिने, कुइनालाई तलतिर लाँदा श्वासलाई छोडिदिने। यसरी यसरी हामीले गर्न सक्छौँ। अब यही नमस्कार प्राणायामलाई हामीले यदि हामीमा मुटुका प्रेसरका समस्याहरू छैन भनेदेखि तीव्र रूपमा, अलिकति तीव्र रूपमा पनि गर्न सक्छौँ। जस्तो कि हामी पहिला लोबाट हाईमा लान्छौँ, फेरि हाईबाट बिस्तारै बिस्तारै जब माथि हाईमा पुग्दा शरीर तात्न जान्छ त्यसपछि फेरि लोमा झारेर गर्न सक्छौँ। यसरी गरिन्छ। यसरी बिस्तार गर्दै बढाउँदै लाने। फेरि माथि पुगेपछि जब शरीर तात्न थाल्छ, श्वास बढ्न थाल्छ, शरीरमा गरमपन जस्तो महसुस हुन थाल्छ, फेरि बिस्तार कम गर्दै गर्दै ल्याएर सामान्य हुन सक्छौँ। यसरी नमस्कार प्राणायामलाई गर्न सक्छौँ। स्मरण रहोस् कि नमस्कार प्राणायाम गर्दा तीव्र रूपमा मुटु र प्रेसरका बिरामीले र कमजोरी अवस्थामा बिल्कुलै गर्न मिल्दैन। यो कुरालाई ध्यानमा राख्दै यहाँले गर्न सक्नुहुन्छ। र नमस्कार प्राणायामलाई हामीले तीव्र रूपमा नगरिकन नै आरामपूर्वक मन्द तरिकाले दिनमा 300-500 पटक पनि यसरी गर्न सक्छौँ। यसका अन्य विधिहरू पनि छन्, जस्तो कि श्वास फाल्दै हातलाई अगाडि र श्वासलाई तान्दै हात पछाडि, यसरी गर्न सकिन्छ भने हातलाई दायाँ बायाँ गरेर छातीलाई तन्काउँदै गर्दा श्वासलाई लिने र छाती खुम्चाउँदै गर्दा श्वासलाई छोडेर यसरी नि गर्न सक्छौँ। यसैमा हातलाई माथि लगेर एन्जाइटी लगायत अन्य समस्यामा पनि यी अभ्यासहरूले लाभ दिने हुँदा हामीले गर्न सक्छौँ। यसरी
यो तरिकाले 100 पटक, प्रत्येकलाई 100 पटक। त्यसै गरी अर्को यसलाई पनि हातलाई कैँची बनाउने, निधारको पछाडि भागमा राख्ने, कुइना सिधा गर्ने, श्वास तान्ने, कुइना अगाडि ल्याउँदै गर्दा श्वास छोड्ने, यसरी पनि गर्न सकिन्छ। यसरी पनि हामीले यी विधिहरूलाई हरेकलाई 100 पटकको दरले गरेर 500-700 पटक गर्न सक्छौँ। अब यसमा हामी गर्छौँ फेरि श्वास क्रिया। श्वास क्रियामा हामी दुवै हातलाई घुँडाको माथि राख्ने, नासिकाबाट गहिरो गरी श्वासलाई तान्ने, गहिरो गरी श्वासलाई छोड्ने, श्वास भित्र लिने आरामपूर्वक र बाहिर छोड्ने। भस्त्रिकालाई गर्न सक्छौँ। भस्त्रिका प्राणायाम यसरी गरिन्छ। लामो गरी श्वास लिने, लामो गरी श्वास छोडेर यो तरिकाले गर्न सक्छौँ भस्त्रिका प्राणायाम। भस्त्रिका प्राणायामलाई पनि दिनमा 10-15 मिनट हामीले गर्न सक्छौँ। र अर्को विधि छ अनुलोम विलोम प्राणायाम। अर्को प्राणायाममा बायाँ हातलाई घुँडामाथि नै राख्छौँ, ज्ञान मुद्रामै राख्छौँ, किनकि यो मुद्रा भनेको हाम्रो ब्रेनको लागि विशेष पोइन्ट हो, मास्टर पोइन्ट हो। यसैलाई दबाएर हामी यसलाई राख्छौँ र दायाँ हात उठाइदिन्छौँ। दायाँ हातले दायाँ नासिकालाई बन्द गरेर बायाँबाट बिस्तार श्वासलाई भित्र दिन्छौँ। त्यो तानेको भित्र तानेको श्वासलाई फेरि दायाँतिरबाट फाल्छौँ। यो तरिकाले गर्छौँ। दायाँ नासिका बन्द गरेर बायाँबाट श्वासलाई गहिरो तान्ने, गहिरो गरी फाल्ने, गहिरो गरी तान्ने, गहिरो गरी फाल्ने। श्वास लिँदा अत्यन्त बिस्तारै लिनुपर्दछ, आरामपूर्वक। यो तरिकाले अनुलोम विलोम प्राणायाम गर्न सकिन्छ। अनुलोम विलोम प्राणायामलाई पनि 10 देखि 15 मिनट गर्ने। प्याकेजमा जसरी छ त्यसै गरी गरिदिने। सबै व्यायामहरू गर्दाखेरि त्यति गरेपछि पुग्छ। एउटा मात्रै गरियो भनेदेखि बढी गर्नुपर्ने हुन्छ। त्यसपछि अब भ्रामरी प्राणायाम गर्ने। भ्रामरी प्राणायाम गर्नको लागि दुवै हातले कानलाई बन्द गर्ने, दुवै कानको बाहिरपट्टिको लोतीलाई दबाएर बन्द गर्ने, सोरी औँलाले आँखी बाउ जोडिएको ठाउँमा माझी औँला आँखाको माथि, बन्द आँखा माथि, साइली र कान्छीलाई क्रमशः मुनिपट्टि राख्दै कुइना ढाड मेरुदण्ड सिधा राखेर नासिकाबाट गहिरो गरी श्वास तानेर यसरी सुरु गर्ने। यो तरिकाले भ्रामरी गर्ने। भ्रामरी प्राणायाम दिनमा 10 पटक गर्ने। भ्रामरी गरे लगत्तै ओम च्यान्टिङ गर्ने। दुवै हातलाई घुँडामाथि, आँखा कोमल बन्द नै राख्दै नासिकाबाट गहिरो श्वास तानेर यसरी
यसरी ओम च्यान्टिङलाई पनि दिनमा 10 देखि 21 पटकसम्म चाहिँ गर्ने। अब ओम च्यान्टिङ गरिसकेपछि आँखालाई बन्दै राखेर निधारको बीचको भागमा मनलाई केन्द्रित गर्दै ध्यान गर्ने। ओमको ध्यान, धारणा ध्यान गर्ने। निधारको बीचको भागमा आफूले मानेका देवी देवताको चित्रलाई चित्रण गर्दै त्यो आकृतिलाई हेरेर एकटक गराएर ध्यानमा बस्ने। एउटा सानो मधुरो ध्वनिको साथमा 5 देखि 10 या 15 मिनटसम्म ध्यानमा रहने। यसरी भित्र गहिराईमा डुब्दै जाने। त्यो धारणा गरिएको तत्त्वलाई हेरेर एकटकसँग एकाग्रताले परमात्मालाई एकटक निहाल्दै अनन्त भित्रसम्म प्रवेश गर्ने। आफूलाई पवित्रता प्रेमले भरेको शक्तिले भरिँदै गएको अनुभूति गर्दै गर्दै एकैछिन मौन रूपमा ध्यानमा रहने। यसरी ध्यानमा रहिसकेपछि बिस्तारै बिस्तारै आँखालाई सिधै खोल्नु हुँदैन। बिस्तारै फेरि आफूलाई पहिला जसरी भित्र गहिरो ध्यानमा प्रवेश गरियो त्यसै गरी बिस्तारै आफूलाई जगाउने। बिस्तारै सामान्य स्थितितिर आउने। सम्पूर्ण कुराहरूलाई अनुभव गर्दै गर्दै हातका औँला घुँडाका औँलाहरूलाई चलाउँदै बिस्तारै जागृत अवस्थामा आउने। दुवै हातलाई माथि उठाएर घस्न गर्दै तातो बनाउने। हत्केलीलाई दुवै हत्केलालाई तातो बनाएर आँखामा लगाइदिने। हत्केलामा दृष्टि हेर्दै हेर्दै अनि बाहिर हेर्ने। यसरी हामीहरूले ध्यान गर्न सक्छौँ। यसरी सम्पूर्ण विधि, सम्पूर्ण अभ्यासहरू गर्दै गर्दै अन्त्यमा हामीले ध्यान गरेर अन्त्य गर्न सक्छौँ। एन्जाइटी, स्ट्रेस, डिप्रेसन जस्ता मानसिक समस्याहरू, मानसिक स्वास्थ्यको लागि दिनमा हामीले यति मात्रै गर्यौँ भने पनि हामीले खाइरहेका औषधिहरू छुट्न गएर हामीले आरामको निन्द्रा प्राप्त गर्न सक्छौँ भने हामी एकदमै शान्त र आनन्दित भएर रहन सक्छौँ। अन्य सम्पूर्ण जानकारी र सम्पूर्ण अभ्यासको भिडियोहरूको लागि सुधायोग साधनालाई वाच गर्दै गर्नुहोला। साथै नियमित क्लासमा पनि यहाँहरू जोडिन सक्नुहुन्छ। लाइभ कक्षाबाट पनि हामीले नियमित ध्यान चलाइरहेका छौँ। यहाँहरू लाइभमा पनि जोडिन सक्नुहुन्छ। लाइभका भिडियोहरू हेरेर पनि योगाभ्यास तथा ध्यानहरू गर्न सक्नुहुन्छ। हस् त आजको यो भिडियो यहाँहरूलाई कस्तो लाग्यो? यहाँहरूलाई मनमा लागेका जिज्ञासाहरू तथा सल्लाह सुझावहरूको लागि यस भिडियोमा कमेन्ट गर्नुहोला। भिडियोलाई लाइक गरेर सम्पूर्ण माझ लाइभलाई सेयर गरेर पनि सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। ओम नमो नमः।